जेन्जी विद्रोहको स्वामित्व लिने रासोपाको प्रतिवेदन। हामी 2084 मा मतबाटै यिनीहरूलाई तह लगाउने योजनामा थियौं। त्यसलाई हामीले नीलो क्रान्ति पनि भन्दै आएका थियौं। तर जेन्जीले कुरेनन्, रातो क्रान्ति गरे। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले जेन्जीको विद्रोहको स्वामित्व लिने गरी राजनीतिक प्रतिवेदन तयार पारेको छ। चितवनमा शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले जेन्जी विद्रोह अस्वाभाविक र आश्चर्यजनक नभएको प्रश्न पारेका छन्। उनले यो विद्रोह रासोपाको खबरदारीलाई नसुन्दा भएको प्रश्न पारेका छन्। यो मोड अप्रत्याशित र आश्चर्यजनक दुवै होइन, किनकि ढिलो चाँडो यस्तो हुन सक्ने आशंका पहिल्यै थियो। प्रतिवेदनमा भनिएको छ, हामीले पनि पहिलेदेखि सचेत गराउँदै आएका थियौं। संसदीय अङ्कगणितको बलमा शासकीय अहंकार, दम्भ र आक्रमणीयता बढ्दै गयो भने नागरिकमा चुलिँदै गएको आक्रोश विस्फोट हुनेछ। जेन्जी विद्रोह स्वाभाविक घटना रहेको पुष्टि गर्न 2063 साल यताका घटनाक्रमहरूलाई संक्षेपमा उल्लेख गरेको छ, जसलाई 5 बुँदामा प्रस्तुत गरिएको छ। पहिलो, कांग्रेस, माओवादी र एमाले कटुतापूर्ण प्रतिस्पर्धा र अस्वाभाविक मिलनबीच राजनीतिक अस्थिरता निम्त्याए, जसले जनताका अपेक्षाहरू अधुरै रहे। दोस्रो, भ्रष्टाचारका काण्डहरू सार्वजनिक भए, भ्रष्टाचारीलाई नेताले संरक्षण गरे। तेस्रो, सेवा प्रवाह प्रभावकारी भएन, घुस बिना जनताको काम भएन। चौथो, दलहरूमा गुटबन्दी, नातावाद, कृपावाद हावी थियो, नयाँ पुस्ताले ती दलहरूमा स्थान बनाउनै सकेन। पाँचौं, पुराना नेतृत्वले पर्याप्त रोजगारी सृजना गर्न सकेन, त्यसैले युवाहरूले देशभित्र भविष्य नदेखेर विदेशिए। जेन्जी विद्रोहलाई स्वाभाविक प्रक्रिया रहेको पुष्टि गर्न यस्तो तर्क प्रस्तुत गरेको रासोपाले आफ्ना सभापति रवि लामिछानेको खबरदारी पनि सम्झेको छ। सभापति रवि लामिछानेले भैरहवा कारागारबाट जारी गरेको अपिलमा तस्करले दिएका तिम्रा हातका घडी खोज्छन् भन्नुभएको थियो। नभन्दै त्यो दिन पनि आयो। प्रतिवेदन मार्फत थप चेतावनी पनि दिएको छ। अब त्यही हातमा हतकडी पनि लाग्छन्। जेन्जी विद्रोह स्वाभाविक रहेको पुष्टि गर्न अरू उदाहरण पनि राखिएका छन्, जस्तो कि कांग्रेस एमालेका सत्ता समीकरणलाई रवि लामिछानेले अन्तिम भोजको संज्ञा दिएको प्रसङ्ग उल्लेख छ। 23 भदौकै दृश्य मार्फत पनि रासोपाले यो परिवर्तनमा आफूलाई हिस्सेदार मान्न खोजेको छ। आन्दोलन हिंसात्मक बनेपछि जेन्जीले भदौ 23 गते दिउँसै प्रदर्शन अन्त्यको घोषणा गरिसकेका थिए। तर सरकारको चरम दमन र विद्यालय पोसाकमा रहेका विद्यार्थी लगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको हो प्रतिवेदनमा भनिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई आन्दोलनको निर्णायक मोड मानिएको छ र त्यो 24 गतेको घटनाका कारण सम्भव भएको रासोपाको निष्कर्ष रहेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारेको पनि 24 गतेकै घटनाले हो। स्कुले विद्यार्थीले जेन गुमाउनु परेको दुःखमा होइन, आफ्नै सुरक्षा चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो। अर्थात् रासोपाले यो आन्दोलनलाई कुनै पुस्ता विशेष प्रयत्नमा मात्र सीमित गर्न चाहेको छैन। उसले विगतमा उठाएका एजेन्डा, जेन्जी आन्दोलनलाई दिएको समर्थन र जेन्जीले फिर्ता लिइसकेपछि निर्णायक आन्दोलन चलेको सन्दर्भ मार्फत आफूलाई परिवर्तनको पक्षमा उभ्याउन खोजेको हो। जेन्जीसँग सहकार्यको प्रस्ताव। जेन्जी विद्रोहपछि बदलिएको राजनीतिक कोर्समा पनि रासोपाले आफूलाई नेतृत्वकर्ताको रूपमा उभ्याउन खोजेको छ। वैकल्पिक राजनीतिक दल मध्ये जनअनुमोदनका दृष्टिले सबैभन्दा ठूलो हुनुको नाताले पनि परिवर्तनकारी दल, संगठन, समूह वा व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रासोपाको हो। यसमा हामी पूर्ण सचेत र गम्भीर छौं। पुराना शक्तिहरूलाई रोक्न रासोपाले नयाँ र जेन्जीहरू मिल्नुपर्ने रासोपाले प्रस्ताव गरेको छ। सम्भव हुनेसँग एकता गर्ने, नहुनेसँग मोर्चाबन्दी र त्यो पनि नहुनेसँग सीमित मुद्दामा तत्कालीन सहकार्य गर्ने नीति अवलम्बन गर्नुपर्छ। यसले वैकल्पिक शक्ति निर्माणको आधार बनाउँदै लैजान्छ, जसका निम्ति वैकल्पिक शक्तिहरूसँग छलफल गर्न पुकार बम, सविता गौतम, गणेश कार्की, क्रान्तिक शिखा धिताल र ज्वाला सङ्ग्रौला सक्रिय रहेको जानकारी दिएको छ। यस्तै शीर्ष तहको संवाद गर्ने जिम्मेवारीमा उपसभापति सोलिङ वागले सक्रिय देखिएका छन्। रासोपाले जेन्जी विद्रोह पछि भएको परिवर्तनलाई संस्थागत गर्ने मूल काम चुनाव भएकाले पनि नयाँ र जेन्जीहरूबीच सहकार्य महत्त्वपूर्ण रहेको खुलाउनु भएको छ। रासोपाले अगाडि बढाएकै एजेन्डाहरूमा जेन्जीहरू रहेकाले पनि सहकार्य थप महत्त्वपूर्ण रहेको निचोड निकालिएको छ। लोकप्रियताका लागि होइन, राजनीतिक दिशा र दशा बदल्न हामीले जुन जुन एजेन्डा पैरवी गरेका थियौँ, आज तिनै राष्ट्रिय राजनीतिका मुख्य एजेन्डा बनेका छन्। प्रतिवेदनमा भनिएको छ, स्थिर शासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी
सुधारिएको निर्वाचन प्रणाली, भ्रष्टाचार विरुद्ध निर्मम कारबाही जस्ता मुख्य एजेन्डा आज साझा बन्न पुगेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।